हेलो गाइज, आज हाम्रो देउता मान्ने अनि भर्खरै नुहाएर माथि घन्टा चढाउन जान लागेको। अनि मेरो भाइले चाहिँ ऊ बोकिरह दिव्य होइन मान्छेभन्दा ठुलो हेर्न सक्नुहुन्छ गाइज। यता हेर माइलो। अनि गाइज अब यो माथि चढाएर चाहिँ हामी तलतिर आएर सामान बोक्छौँ होला। अनि सामान बोकिसकेपछि चाहिँ त्यो माथि लगेर बनाउँछौँ होला। हेर्दै जानु। बिग्रियो मेरो भाइ यसरी बोकिरह मेरो भाइ लास्टै धौबा हारे है। के भन्नु थियो गाइज? अब चाहिँ हामी तल घर जान लागेको। सामान चाहिँ बोक्छ मेरो भाइले सामान बोकेर होइन पुरै यो भाग पुरै कालो बनायो। अब त जान्छौँ तल। अनि नभएर के पुरो होइदिनु पर्छ कि बिहामा के आमा पुरै त सिनेमाटिक खिच्न लाग्छ है। के गरेर खिच्नु उताबाट सब त्यो कसले रोटीबाट आइदियो हान्जीको बिहामा आउनै पर्छ भन्ने दुई तीनटा भान्जा भयो अर्को भान्जाको आम्ला भन्नु एउटा भान्जा बिहामा अनि मामा नआए फर्काउन बाल काट्न आउँछ मामा पनि आउनै पर्यो। मामा चाहियो हामी यस्तो भाइरल शनिबार पनि काम गर्छु त्यही बेला बिदा दिनु मलाई बिस साल त के भन्छ आइफोन माग्नु पर्ला आइफोन मामालाई गरिदिनु जानु भने के मान्नु पर्दैन। ठुलो मम्मी यता हेर्नु एकछिन। पर मन्दिरको पनि देखाउनु देखाएर ल्याउने रोटी मागेर खाऊ। यो रोटी दिन मिल्दैन तिमीलाई। मम्मी एकछिन यता हेर्नु न। मम्मी सेलरोटी पकाएनले सेलरोटी खाउने तरकारी बनाएन अरे त्यहाँ तरकारी नभए पनि हुन्छ भोक लागेर सेलरोटी छन् सादा रोटी खाने त हाम्रो घरमा सेलरोटी छन् पुरी रोटी छैन भन्नु सादा पनि खान्छन् अहिले भोक लागेर मेरो खाप्चामा लिएर नाक तुलेर भन्नु के सेलरोटी ए उसलाई जाऊ आलु लग अनि त्यही आलु अलिकति उ गराऊ कि सेलरोटी खान आउनु काटिहाल्छ नला
छोलाई चाँदीमा छ त्यो बाजे त्यो कलशमा देख्दा छैन ट्याम पनि भएन त्यहीसँग